पशु पन्छीको गीत त हामीलाई अति मन पर्छ। आखिर के संकेत दिन्छन् त गीतबाट? विज्ञान र जीवविज्ञान क्षेत्रका अनुसन्धानकर्ताहरूले केही महत्त्वपूर्ण अध्ययनहरू प्रस्तुत गरेका छन्, जसले पशु पन्छीको सञ्चार प्रणालीको बारेमा नयाँ जानकारी दिएको छ। उनीहरूको विश्लेषण अनुसार पन्छीहरू, हात्तीहरू र अन्य पशु पन्छीहरूले आफ्नो भावना र सामाजिक अवस्था सम्प्रेषण गर्न जटिल आवाज र हावभावको प्रयोग गर्छन्। पन्छीहरू गीत गाउँछन् र पन्छीहरूको गीतले केवल प्रेम र आकर्षणलाई मात्र जनाउँदैन, यसले तिनीहरूको सामाजिक संरचनामा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। केही पन्छीहरूको गीत जस्तै गायक पन्छीहरूले साथीको खोजी र खतरामा चेतावनी दिने संकेत पठाउँछन्। वैज्ञानिकहरूले पन्छीहरूको आवाजलाई अनुवाद गरेर तिनीहरूको भावनात्मक र मानसिक अवस्थाबारे नयाँ खोज गरेका छन्। त्यस्तै हात्तीहरूको सञ्चार प्रणाली अझ बढी जटिल हुन्छ। उनीहरूले केवल आवाज मात्र प्रयोग गर्दैनन्, उनीहरूले शरीरको कम्पन र हावभावलाई पनि सन्देश दिनका लागि प्रयोग गर्छन्। हात्तीहरूले यस्तो सञ्चार प्रणालीको माध्यमबाट आफ्नो समूहको अन्य सदस्यहरूसँग चेतावनी र जानकारी आदान प्रदान गर्ने गर्दछन्। यो सञ्चार प्रणालीलाई बुझ्नको लागि वैज्ञानिकहरूले ध्वनि र कम्पनहरूको विस्तृत अध्ययन गरेका छन्। नयाँ युगको यी अनुसन्धानले पशु पन्छीहरूको मनोविज्ञान र व्यवहारलाई नयाँ ढङ्गले बुझ्नको लागि ठूलो योगदान पुर्याएको छ।